नमस्कार, म रारा सैजु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो तपाईहरुको लागि यो के हो भन्नुभएको छ होला। यो कोदो या फापर जुनै पनि यसरी घोल बनाएर थोरै घिउ राखेर राख्नुहोला। र चटामरी बनाउँदा घुम्दैन र डाँडोमा टाँसिन्छ भन्नुभएको छ। अन्तिमसम्म हेर्नुहोला। हेर्नुहोला। यो तावामा चाहिँ घिउ दलेर कपडाले स्वाट्ट पुसेर सुक्खा गरेर यसरी राख्नुहोला र बिस्तार घुमाउनुहोला। जति घुमाए पनि तपाईको टाँसिदैन, मजाले घुम्छ। यसरी घुमाइसकेपछि तपाईहरुले कुनै पनि स्टिलको ढक्कन या माटोको ढक्कन राखेर छोप्नु होला अनि बल्ल जाली पर्छ। मैले यो कोदोको रोटी भएको कारणले यसलाई मैले पल्टाएको छु, किनभने पेट दुख्छ भनेर। चामलको पिठोको चाहिँ अलिकति खस्रो पिठोमा चाहिँ थोरै घिउ राखेर घोल गर्नु होला। चटामरीको लागि खस्रो पिठो र यो मरीको लागि मसिनो पिठो चाहिन्छ, बल्ल बन्छ रोटी। र यसरी बनाइसकेपछि हेर्नु कस्तो राम्रो जाली परेछ, एकदमै मिठो र राम्रो हुन्छ। बनाएर ट्राई गरेर खानु होला। चामलको पिठोको रोटी बनाउँदा चाहिँ सुक्खा तावा गरेर र रोटीलाई घुमाइसकेपछि मात्र घिउ राख्नु होला अनि एकदमै मिठो हुन्छ। र यसरी बनाइसकेपछि तपाईहरुले लसुन, अदुवा, हरियो खोर्सानी टकटक कुटेर नुन थोरै, तोरीको तेल र कागती राखेर खानु होला।